नमस्ते सम्पूर्णमा हार्दिक स्वागत छ। मिसन टु जीके युट्युब च्यानल र फेसबुक पेजमा भिडियो अपलोडिङ गरिन्छ र हामीले शिक्षक सेवा, लोक सेवा तथा अन्य आयोगका विशेष सामग्रीहरू प्रस्तुत गर्ने गर्दछौँ। आज म ब्रह्माण्ड सम्बन्धी ज्ञानमूलक सामान्य ज्ञान लिएर उपस्थित भएको छु। यसै क्रममा प्रश्न नम्बर 1, ब्रह्माण्ड सम्बन्धी अध्ययन गर्ने विज्ञानलाई के भनिन्छ? यसको सही जवाफ रहेको छ ब्रह्माण्ड विज्ञान। प्रश्न नम्बर 2, ब्रह्माण्डको उत्पत्ति सम्बन्धी सबैभन्दा धेरै मान्यता प्राप्त सिद्धान्त कुन हो? बिग ब्याङ सिद्धान्त। प्रश्न नम्बर 3, सूर्यको केन्द्रमा कुन पिण्ड रहेको छ? सूर्यको केन्द्रमा कुन पिण्ड रहेको छ? यसको सही जवाफ रहेको छ सूर्य। प्रश्न नम्बर 4, सूर्यमण्डलको सबैभन्दा ठुलो ग्रह कुन हो? बृहस्पति ग्रह। प्रश्न नम्बर 5, सूर्यमण्डलको सबैभन्दा सानो ग्रह कुन हो? सही जवाफ रहेको छ बुध ग्रह। यस्तै गरी प्रश्न नम्बर 6, कुन ग्रहलाई रातो ग्रह अथवा रेड प्लानेट भनिन्छ? यसको सही जवाफ रहेको छ मङ्गल ग्रह। प्रश्न नम्बर 7, कुन ग्रहलाई प्रेम र सुन्दरताको देवी भनिन्छ? यसको सही जवाब रहेको छ शुक्र ग्रह। प्रश्न नम्बर 8, कुन ग्रहलाई बिहानीको तारा वा साँझको तारा भनिन्छ? यसको सही जवाफ रहेको छ शुक्र ग्रह। प्रश्न नम्बर 9, पृथ्वीको जुम्ल्याहा ग्रह वा जुम्ल्याहा बहिनी भनेर कुन ग्रहलाई भनिन्छ? यसको सही जवाफ रहेको छ शुक्र ग्रह। प्रश्न नम्बर 10, सूर्यमण्डलमा सूर्यको परिक्रमा पश्चिमबाट पूर्वतर्फ गर्ने ग्रह कुन कुन हुन्? सही जवाब रहेको छ शुक्र ग्रह र अरुण ग्रह। प्रश्न नम्बर 11, चन्द्रमाले पृथ्वीको परिक्रमा कति दिनमा पुरा गर्दछ? चन्द्रमाले पृथ्वीको परिक्रमा 27 दिन 7 घण्टा 43 मिनटमा। प्रश्न नम्बर 12, सूर्यको प्रकाश पृथ्वीमा आइपुग्न कति समय लाग्छ? यसको सही जवाफ रहेको छ 8 मिनेट 20 सेकेन्ड रहेको छ। यसै गरी प्रश्न नम्बर 13, चन्द्रमाको प्रकाश पृथ्वीमा आइपुग्न कति समय लाग्छ? यस प्रश्नको सही जवाब रहेको छ 1 मिनेट 30 सेकेन्ड। प्रश्न नम्बर 14, प्रकाश वर्षले ब्रह्माण्डको के मापन गर्दछ? दूरी। प्रश्न नम्बर 15, एक वर्षमा कति दूरी बराबर हुन्छ? एक प्रकाश वर्षमा कति दूरी बराबर हुन्छ भनेको छ। प्रश्न नम्बर 15 को सही जवाफ रहेको छ करिब 9.46 खर्ब किलोमिटर रहेको छ। प्रश्न नम्बर 16, ताराहरूमा सबैभन्दा धेरै पाइने तत्त्वहरू कुन कुन हुन्? ताराहरूमा सबैभन्दा धेरै पाइने तत्त्वहरू कुन कुन हुन्? हाइड्रोजन र हिलियम। प्रश्न नम्बर 17, सूर्यदेखि दोस्रो चुम्किलो तारा कुन हो? सिरियस वा लुब्धक। सिरियस वा लुब्धक है। प्रश्न नम्बर 18, सप्तऋषि तारा समूहलाई अङ्ग्रेजीमा के भनिन्छ? सप्तऋषि तारा समूहलाई अङ्ग्रेजीमा के भनिन्छ? यसको सही जवाब रहेको छ ग्रेट बियर वा उर्सा मेजर। प्रश्न नम्बर 19, कुन ताराले ध्रुव ताराको दिशा सङ्केत गर्दछ? सप्तऋषि तारा समूहले। प्रश्न नम्बर 20, सूर्यमण्डलको सबैभन्दा ठुलो उपग्रह कुन हो? गेनिमेड्स। प्रश्न नम्बर 21, सूर्यमण्डलको सबैभन्दा सानो उपग्रह कुन हो? यसको सही जवाफ रहेको छ डिमोस। प्रश्न नम्बर 22, डिमोस र फबोस र डिभोस कुन ग्रहका उपग्रह हुन्? मङ्गल ग्रह। प्रश्न नम्बर 23, टाइटन कुन ग्रहको सबैभन्दा ठुलो उपग्रह हो? शनि ग्रह। प्रश्न नम्बर 24, सूर्यबाट सबैभन्दा नजिकको ग्रह कुन हो? बुध ग्रह। प्रश्न नम्बर 25, सूर्यबाट सबैभन्दा टाढाको ग्रह कुन हो? वरुण ग्रह। प्रश्न नम्बर 26, क्षुद्र ग्रहहरूको पेटी एस्टेरोइड बेल्ट कुन कुन ग्रहको बीचमा रहेको छ? यसको सही जवाब रहेको छ मङ्गल र बृहस्पति ग्रह। प्रश्न नम्बर 27,
सूर्यमा मुख्यतया कुन तत्त्वको मिश्रण भइरहेको हुन्छ? यसको सही जवाब रहेको छ हाइड्रोजनलाई हिलियममा मिश्रण गरिरहेको हुन्छ, फ्युजन गरिरहेको हुन्छ। प्रश्न नम्बर 28, सूर्यको बाहिरी तहलाई के भनिन्छ जुन ग्रहणको बेला देखिन्छ? यसलाई सही जवाब रहेको छ कोरोना भनिन्छ। प्रश्न नम्बर 29, सुपरनोभा भनेको के हो? सुपरनोभा भनेको के हो? यसको सही जवाब रहेको छ मरणासन्न ताराको ठुलो विस्फोट। प्रश्न नम्बर 30, कालो क्षेत्र ब्ल्याक होल भनेको के हो? ब्ल्याक होल भनेको एक अत्याधिक गुरुत्वाकर्षण शक्ति भएको खगोलीय पिण्ड हो। प्रश्न नम्बर 31, तारापुञ्ज भनेको के हो? तारापुञ्ज भनेको अर्बौं तारा, ग्यास, धुलो, कण र ल्यारो पदार्थको समूह हो। प्रश्न नम्बर 32, हाम्रो ब्रह्माण्डको तारापुञ्जको नाम के हो? आकाशगङ्गा, मिल्की वे वा मन्दाकिनी। प्रश्न नम्बर 34, आकाशगङ्गाको सबैभन्दा नजिकको तारापुञ्ज कुन हो? यसको सही जवाब रहेको छ एन्ड्रोमेडा। प्रश्न नम्बर 34, चन्द्रमामा पहिलो पटक पाइला टेक्ने व्यक्ति को हुन्? यसको सही जवाब रहेको छ नील आर्मस्ट्रङ। प्रश्न नम्बर 35, नील आर्मस्ट्रङ कुन अन्तरिक्षयानबाट यात्रा गरेका थिए? एपोलो 11 बाट यात्रा गरेका थिए। प्रश्न नम्बर 36, चन्द्रमामा पहिलो पटक पाइला कहिले टेकिएको थियो? जुलाई 20 सन् 1969 मा चन्द्रमामा पहिलो पटक पाइला टेकिएको थियो। प्रश्न नम्बर 37, अन्तरिक्षमा जाने पहिलो व्यक्ति को हुन्? अन्तरिक्षमा जाने पहिलो व्यक्ति युरी गाग्रिन हुन्। युरी गाग्रिन रुसका नागरिक हुन्। प्रश्न नम्बर 38, पहिलो अन्तरिक्ष यात्री युरी गाग्रिनले कुन अन्तरिक्षयानबाट यात्रा गरेका थिए? यसको सही जवाब रहेको छ भोस्तक 1 बाट यात्रा गरेका थिए। प्रश्न नम्बर 39, भारतीय मूलकी अन्तरिक्षमा जाने पहिलो महिला को हुन्? कल्पना चावला। प्रश्न नम्बर 40, अन्तरिक्षमा जाने पहिलो महिला को हुन्? कृपया यसको सही जवाब रहेको छ भ्यालेन्टिना ट्रेस्कोभा। कृपया हाम्रो युट्युब च्यानललाई सब्स्क्राइब र फेसबुक पेजलाई लाइक र फलो गर्नुहोस् र यो भिडियोलाई साथीहरूमाझ पनि सेयर गर्नुहोस्। यसै गरी प्रश्न नम्बर 41 यस प्रकार रहेको छ, मङ्गल ग्रहको अध्ययन र अन्वेषण गरिरहेको अमेरिकी रोभर अन्तरिक्षयान कुन हो? क्युरियोसिटी वा पर्सिभियरेन्स रहेको छ। प्रश्न नम्बर 42, कुन ग्रहलाई ग्यासको विशालकाय गोला भनिन्छ? कुन ग्रहलाई ग्यासको विशालकाय गोला भनिन्छ? यसको सही जवाब रहेको छ बृहस्पति। यसै गरी प्रश्न नम्बर 43, कुन ग्रहलाई पानीमा तैरन सक्ने ग्रह भनिन्छ? यसको सही जवाब रहेको छ शनि ग्रह। यसै गरी प्रश्न नम्बर 44, शनि ग्रहको वरिपरि रहेका वलयहरू रिङ केबाट मिलेर बनेका छन्? बरफ र धुलकणहरू। प्रश्न नम्बर 45, भूस्थिर उपग्रहको परिक्रमा अवधि कति हुन्छ? 24 घण्टा। यसै गरी हामी प्रश्न नम्बर 46 मा उपस्थित भएका छौँ। सूर्यग्रहण सोलर इक्लिप्स कति बेला हुन्छ? जब चन्द्रमा सूर्य र पृथ्वीको बीचमा आउँछन्। प्रश्न नम्बर 47, चन्द्रग्रहण कति बेला हुन्छ? यसको सही जवाब रहेको छ जब पृथ्वी र सूर्य चन्द्रमाको बीचमा आउँछ। प्रश्न नम्बर 48, विश्वको सबैभन्दा ठुलो अन्तरिक्ष एजेन्सी कुन हो? यसको सही जवाब रहेको छ अन्तर्राष्ट्रिय एजेन्सी नासा। प्रश्न नम्बर 49, भारतको अन्तर्राष्ट्रिय एजेन्सीको नाम के हो? अन्तरिक्ष एजेन्सीको नाम के हो? इसरो। प्रश्न नम्बर 50, अन्तरिक्षमा रहेको अन्तर्राष्ट्रिय प्रयोगशालाको नाम के हो? अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन रहेको छ। उपलब्ध शैक्षिक सामग्रीहरू सही सदुपयोगबाट उचित ज्ञान हासिल गर्न सकिन्छ। हामी मिसन टु जिकेको फेसबुक पेज, युट्युब च्यानलबाट सामान्य ज्ञान सम्बन्धी शैक्षिक सामग्रीहरू तपाईँहरूमा लिएर आउने गर्छौँ। हाम्रो पेज र च्यानललाई फलो र सब्स्क्राइब गरेर साथ दिनुहोला। हामी भविष्य बदल्नेछौँ। धन्यवाद। नमस्ते।